हरि ओम आयम सरस्वती देव्यै नमो नमः। जय माँ देवी, जय माँ सरस्वती, जय माँ भगवती, सुख शान्ति धनधान्य। आज सरस्वती पूजाको दिन मैले बाबुको यो पढ्ने टेबलमा पूर्वपट्टि देवीमालाई स्थापना गरेर सरस्वती पूजा मैले गरेँ। मैले सरस्वती पूजा कसरी गरेँ त भनेर हजुरलाई देखाउँछु है। केही भएमा केही नभएमा केही कुरा चित्त बुझेमा नबुझेमा कमेन्ट गर्न सक्नुहुन्छ। म केही कुराहरू सुधार्दै लानेछु यदि कमी कमजोरी भएन है। आज एकदमै सरल तरिकाले मैले यहाँ मा सरस्वतीलाई स्थापना गरेँ पूर्वपट्टि। त्यसपछि यहाँ दियो अनि कलश अनि गणेश स्थापना गरेँ। त्यसपछि जौ तिल अबिर केसरी अब फुल प्रसाद सेतो फुल सेतो प्रसाद भनिन्छ। त्यसपछि रेडी पारेँ सङ्घकण्ठ अनि पञ्चपात्र पनि रेडी पारेँ। मैले पूजा गरिसकेँ भर्खरै हामीमा छोराबाट पूजा गरिरहेँ। अनि छोराको पढ्ने किताब आफ्नो यो वाद्यवादनको सामानहरू हार्मोनियम तबला मादलहरू सबै कुराहरू रेडी पारेर मैले पूजा अर्चना गरेँ। त्यसपछि पूजा एकदम सरल तरिकाले सेतो फुल चढाएर यो स्वस्थानी फुल भन्छ यसलाई, स्वस्थानी फुल चढाएर देवीमालाई प्रसन्न पारे। हजुरहरूले पनि यसरी घरमा पूजा गरेर माता देवीलाई प्रसन्न पारोस्। सबैलाई जय माँ।